हेलो पेरेन्ट्स, आज हामी ज्वरो र एन्टिबायोटिक बारे कुरा गरौँ। सबैभन्दा धेरै पिडियाट्रिसियनहरूले सुन्नुपर्ने प्रश्न पनि यही हो, म्याडम मेरो बच्चालाई एकदम धेरै ज्वरो आइरहेको छ, म एन्टिबायोटिक स्टार्ट गरौँ? एन्ड द एन्सर इज बिग नो, हुँदैन। हरेक बच्चाहरूमा देखिने प्राय जसो बच्चाहरूमा देखिने ज्वरोको कारण भाइरल इन्फेक्सन हो, जुन सामान्य प्यारासिटामल र पर्याप्त पानी वा कुनै छोल पदार्थहरूले गर्दा पनि कम हुने गर्दछ। त्यसैले वाइ टु युज एन्टिबायोटिक प्रयोग गरेर बच्चाहरूको इम्युनिटी झन् कमजोर गर्ने मात्रै हो हामीले। त्यसैले इफ ओन्ली अ प्यारासिटामल क्यान ट्रिट योर चाइल्ड देन वाइ टु युज एन्टिबायोटिक। त्यसैले एन्टिबायोटिक र ज्वरो पर्यायवाची शब्द होइन, हरेक ज्वरोमा एन्टिबायोटिकको आवश्यक पर्दैन। एन्टिबायोटिक तब मात्र प्रयोग गर्नु यदि तपाईँको पिडियाट्रिसियनले आफ्नो बच्चालाई लेख्नु भएको छ भने। धन्यवाद।